So hello guys, welcome back to my channel. It's me सिमरन तामाङ. आज चाहिँ मैले सानो छोटो मिठो मिनी ब्लग बनाउँदैछु. सबैजनाले मन पराइदिनु होला, माया गरिदिनु होला है. अनि अब म चाहिँ माथि तपाईहरुलाई गार्डन देखाउनु छ आज है. गार्डन मतलब गमलाहरुमा फुलसुल रोपेको. एकदम हाम्रो मम्मी चाहिँ एकदम धेरै फुलहरु एकदम धेरै रोप्नुहुन्छ के है. अनि सो हाम्रो घरमा चाहिँ यति धेरै फुलहरु छ नि. स्टार्टिङ चाहिँ यहाँदेखि गर्छु ल. यो फुलहरु हेर्नु कति राम्रो राम्रो छ है. यो चाहिँ मेरो सबसे बेस्ट फुल. यो चाहिँ मलाई लास्ट मन पर्छ यो फुल चाहिँ. अनि हेर्नु कति राम्रो राम्रो फुलहरु छ. कस्तो राम्रो भ्यू पनि आइरहेको छ यहाँबाट त है. अनि हेर्नु खोर्सानी पनि रोप्नु भएको छ हाम्रो मम्मीले. अनि यो त हजुरहरु सबैलाई थाहा नै छ, यो त सबै घरमा हुने चीज हो है. यसलाई भन्छ ड्र्यागन फ्रुट. अनि ड्र्यागन फ्रुट हामीले यसको यो फलिसकेपछि खान्छौँ. अनि दिस इज कागती. हाम्रो घरमा कागतीको रुख पनि छ हेर्नुस्. रुख मतलब कागतीको बोट. अनि यसै गरी यहाँनिर धेरै एकदमै खतरा खतरा फुलहरु छ के हैन. रोजमेरी त सबैलाई थाहा नै छ यो. दिस इज रोजमेरी गाइस. हाम्रो घरमा रोजमेरी पनि छ. अनि फुलै फुलको बीचमा फुलकुमारी. सो गाइस म चाहिँ एकदम फुलै फुलको बीचमा छु है. अनि यो फुल पनि कस्तो राम्रो छैन है. हाम्रो घरमा भएको सबै फुलहरु राम्रो छ. अनि यो अम्बाको रुख मतलब अम्बाको बोट. रुख चाहिँ तल छ है. अनि यो फुल थाहा छ हजुरहरुलाई. यो फुल यो चाहिँ रातिको 12 बजे फुल्नेवाला फुल हो के. यसको नाम खै के पो भन्थे, बिर्से नामै थाहा भएन. गाइज नाम कमेन्ट गर्नु होला है यसको नाम. सो यतातिर पनि छ है. सो गाइज यतातिर पनि छ. दिस इज तुलसीको बोट हैन. अनि यहाँ नि थोरै फुलहरु छ. अनि यताको पनि भ्यूहरु पनि एकदम राम्रो छ है. सो यस्तै हो. आज मैले केही काम पाइनँ, त्यही भएर म कन्टेन्टको लागि भने पनि जेको लागि भने पनि थोरै मिठो भिडियो बनाउँदैछु. सबैजनाले माया गरिदिनु होला, लाइक गरिदिनु होला गाइज. यही हो आजको हाम्रो गार्डन. अनि उतानिर एरोप्लेन पनि उडिरहेको छ. बाई बाई. राम्रोसँग जानु होला. हेभ अ सेफ जर्नी. यसरी प्लेनहरूलाई देखेर चाहिँ म सानैदेखि चाहिँ एकदम हुन्छ नि अब बाई बाई गर्ने क्या प्लेनहरूलाई. सानैदेखि नै बाई बाई गर्थेँ प्लेनहरूलाई. मजा आउँथ्यो, रमाइलो हुन्थ्यो.